घर बनाउनु अघि सही जग्गा छनौट कसरी गर्ने? धेरै मान्छेहरूले लाखौं रुपियाँ खर्च गरेर घर बनाइरहेका हुन्छन्। तर एउटा गल्ती यस्तो जुन गल्ती भने घर बनाउनु अघि धेरैजनाले गरिरहेको हामीले पाएका हुन्छौँ। त्यो गल्ती हो जग्गा छनौट गर्नु। याद गर्नुहोस्, राम्रो घर नराम्रो जग्गामा बन्नै सक्दैन। त्यसै कारणले हामीले जग्गा किन्दाखेरि धेरै सोचविचार गर्नुपर्ने हुन्छ। अब धेरै मान्छेहरूले जग्गा किन्दाखेरि प्राय एक दुईवटा कुराहरू चाहिँ सोचविचार गर्नुहुन्छ। त्यो हो, एउटा लोकेसन हेर्नुहुन्छ, अर्को मूल्य हेर्नुहुन्छ। आफूले किन्न सक्ने मूल्य बराबरको जग्गा र आफूलाई पाएको पर्ने लोकेसन हेरेर जग्गा किनिरहेको पाइन्छ। तर हामीले जग्गा किन्दाखेरि लोकेसन र मूल्यको साथसाथै अरू केही कुराहरू पनि हेर्नुपर्ने चाहिँ हुन्छ। आउनुहोस्, आज म तपाईँहरूलाई जग्गा किन्दाखेरि के कुरामा ध्यान दिनुपर्छ यो भिडियोमा भन्न गइरहेको छु। अब पहिलो कुरा भनेको चाहिँ त्यो जग्गामा भएको माटो चाहिँ कस्तो प्रकारको छ भनेर विचार गरेर मात्र हामीले जग्गा किन्नुपर्छ। किनभने उक्त जग्गामा घर बन्दाखेरि त्यो घरको सम्पूर्ण भार वहन गर्ने नै त्यो जग्गाको माटो हो। त्यसकारणले गर्दाखेरि त्यो माटो कस्तो छ, बलियो छ कि छैन, भोलि आफूले कुनै पनि एउटा संरचना बनाइराख्दाखेरि चाहिँ त्यो संरचनाको भार वहन गर्न सक्छ कि सक्दैन भन्ने कुराहरू चाहिँ ख्याल गरेर अथवा चाहिँ त्यो सम्बन्धित मान्छेलाई बुझेर मात्र तपाईँहरूले चाहिँ जग्गा किन्नुपर्ने हुन्छ। अब त्यसैगरी अर्को भनेको सडकको लेभल कस्तो छ। तपाईँले किन्न खोजेको जग्गा सडकको लेभल भन्दा तल छ कि अथवा माथि छ भन्ने कुरा विचार गर्नुपर्छ। यदि तपाईँले किन्न लागिरहेको जग्गा चाहिँ सडकको लेभल भन्दा एकदमै तल छ अथवा त्यहाँको भौगोलिक अवस्था नै त्यस्तै छ, जति तपाईँले चाहिँ रोडभन्दा माथि ल्याउँदाखेरि पनि भोलिको दिनमा चाहिँ बर्खाको पानी पस्ने समस्या, होइन, बाढी पस्ने समस्याहरू छ कि छैन भन्ने कुरा विचार गरेर मात्र तपाईँले चाहिँ जग्गा चाहिँ किन्नुपर्ने हुन्छ। र यदि तपाईँको जग्गा चाहिँ सडकभन्दा धेरै नै तल छ भने तपाईँले चाहिँ घर बनाउँदाखेरि त्यहाँनिर चाहिँ अलि धेरै खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। त्यो कारणले पनि तपाईँले चाहिँ यो कुरालाई चाहिँ विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ। त्यसैगरी अर्को कुरा भनेको चाहिँ ढल, खानेपानी, बिजुलीको पहुँच चाहिँ कत्तिको छ त भन्ने कुरा विचार गर्नुपर्ने हुन्छ। त्यो ठाउँमा ढल पुगिसकेको छ कि छैन, खानेपानीको सुविधा के कस्तो छ र साथसाथै बिजुली, इन्टरनेट लगायतकै अत्यावश्यक चिजहरूको सुविधा पुगेको छ कि छैन भन्ने कुरा पनि तपाईँहरूले राम्रोसँग विचार गर्नुपर्ने हुन्छ। अब त्यसैगरी अर्को कुरा भनेको चाहिँ तपाईँको नगरपालिकाको मापदण्डभित्र चाहिँ पर्छ कि पर्दैन भन्ने कुराहरू पनि ख्याल गर्नुपर्ने हुन्छ। जस्तो कतिपय जग्गाहरूमा चाहिँ तपाईँले आफूले सोचे जस्तो घर चाहिँ बनाउन नपाइरहेको अवस्था हुन सक्छ। त्यहाँ विभिन्न मापदण्डहरू रहेका हुन्छन्। त्यहाँनिर सडकको मापदण्ड फरक भइदिन सक्छ अथवा चाहिँ त्यहाँनिर चाहिँ तपाईँको चाहिँ ठुलो बाटो पुग्नुपर्ने ठाउँमा अहिले चाहिँ ठुलो बाटो नपुगेर सानो बाटो छ र भोलिको दिनमा तपाईँले चाहिँ घर बनाउँदाखेरि त्यहाँ सडककै लागि भनेर चाहिँ तपाईँले जग्गा छोड्नुपर्ने अवस्थाहरू आउन सक्छ। अथवा त्यसैगरी तपाईँको चाहिँ हाई टेन्सन वरिपरिको जग्गाहरू हुनसक्छ अथवा औद्योगिक क्षेत्र वरिपरिको जग्गाहरू हुनसक्छ अथवा गुठी क्षेत्र वरिपरिको जग्गाहरू हुनसक्छ, होइन, जसलाई चाहिँ भोलि तपाईँले आफूले घर बनाउन खोज्दाखेरि चाहिँ नगरपालिकाका विभिन्न मापदण्डहरू, सरकारी मापदण्डहरू लागेर चाहिँ तपाईँले सोचेको जत्रो घर नबन्न पनि सक्छ। त्यस कारणले गर्दाखेरि त्यो जग्गामा नगरपालिकाको अथवा अन्य कुनै सरकारी मापदण्डहरू के कस्तो छ भन्ने कुराहरू बुझ्नुपर्ने हुन्छ। र साथसाथै तपाईँहरूले चाहिँ आफूले घर बनाउनकै लागि भनेर जग्गा किन्दै हुनुहुन्छ भनेर त्यसको योजना बनाउँदै हुनुहुन्छ भने पनि तपाईँले चाहिँ एउटा राम्रो अनुभवी इन्जिनियरको सहयोग लिएर आफूले लगानी लगाउन लागेको जग्गामा चाहिँ बरु अलिकति थोरै खर्च लागे पनि तपाईँले चाहिँ एउटा राम्रो इन्जिनियरको अथवा काम गरिरहेको निर्माण व्यवसायी अथवा अन्य सरकारवालाहरूसँग चाहिँ तपाईँले समन्वय गरेर उहाँहरूसँग परामर्श लिएर चाहिँ जग्गाको कारोबार गर्न चाहिँ सक्नुहुन्छ। र यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो पेज आरम्भ ग्रुप अफ डिजाइन एन्ड कन्स्ट्रक्सनलाई फलो गर्न नबिर्सिनुहोला।